युवाको एनर्जी तिम्रो जेएनजी हो ल जेएनजीको एनर्जी हेर्नुपर्छ है ल स्कटको गाना है रेडी हुनुहुन्छ नि रेडी हुनुहुन्छ राष्ट्रभक्त कर्म भक्त म स्काउट नेपाली म स्काउट नेपाली स्काउट स्काउट क्लब स्काउट पन्च क्लब थ्याङ्क यू देशको सेवा चाहिँ गर्नुपर्छ हैन हैन आफ्नो पहिला सुरुमा आफू व्यक्तिगत सेवा गर्ने समाजको परिवारको सेवा गर्ने हैन समाजको सेवा गर्ने देशको सेवा चाहिँ गर्नुपर्छ हैन एकचोटि हामी जन्मिसकेपछि हामी अनिवार्य मर्छौँ हैन तर देशको सपूत भएर मर्ने केही काम गरेर मर्ने हो कि मान्छे जन्मेको भनेकै केही कुरा गर्नलाई यो व्यक्तिले यो काम गरेको थियो हो इतिहासमा नाम राखेर चाहिँ जानुपर्छ हैन र यही कुरा त हो नि अनि नैतिक शिक्षा हुनुपर्छ अनुशासन हुनुपर्छ विद्यार्थी त भविष्य कर्णधार भन्छ नि त्यस्तो गरी पनि अब काम गरेर कर्णधार युवा हामी पनि अब भविष्य कर्णधार नै त मलाई एकछिनपछि बनाउने कफी है एकछिनपछि कफी बनाउनु एकछिनपछि खान्छु एकछिन मैले र अहिले यो हाम्रो चाहिँ यहाँ कारखाना चोकमा स्काउटका भाइ बहिनीहरू रहेछ लाग्छ मलाई एमपी स्कुलको एकचोटि बुझाउँ त आफ्नो बच्चा बच्चीलाई माया गरेर चाहिँ टफी दिइराख्नु भएको छ यो स्काउटको टिम हो होइन हाम्रो यो स्काउटको टिम हो बोइज र गर्ल्स दुईटैजनालाई हामी ट्रेकिङ लिएर जाँदैछौँ अनि उहाँहरूलाई थाहा छैन हामी कहाँ जाँदैछौँ उहाँहरू चाहिँ साइन एन्ड सिम्बलको प्रयोग गर्दै आफ्नो बाटो खोज्दै गइराख्नु भएको छ होइन त्यहाँ गएर पनि हामी चाहिँ एउटा ब्याज वितरण गर्नुपर्ने छ त्यही गएर उनीहरू आफै पकाउने आफै खाने हुन्छ हामीहरू चाहिँ कुनै किसिमको सहयोग गर्दैनौँ उनीहरू आफ्नो टिममा पकाउने खाने गर्छन् त्यहाँ हो मङ्गल प्रसाद माध्यमिक विद्यालय हो यसमा चाहिँ आफू कसरी स्वावलम्बी बन्ने र अप्ठ्यारो परिस्थितिमा कसरी अरूलाई पनि सहयोग गर्ने र आफू पनि कसरी बच्ने जस्तै घरमा आग लाग्दै गयो भूकम्प आयो होइन बाढी पहिरो आयो त्यस्तोमा पनि हामी सकेसम्म आफूले यदि थाहा पायो भने जानकारी पाउन साथै हामी चाहिँ त्यहाँ गएर सहयोग गर्नुपर्छ नानीको नाम के हो अञ्जना कुमारी यादव अन्जानी कुमारी यादव कति पढ्छ कक्षा 8मा एमपी स्कुलमा हो हजुर आज कहाँ गइराख्नु भएको छ आज हामी हाइकिङ र ट्रेकिङको लागि गइरहेछौँ गइरहेछ त्यो स्काउटबाट हो हजुर म स्काउटबाट हो स्काउटमा लाग्नुभयो कति भयो म 2 वर्ष भइहाल्यो स्काउटमा लागेको 2 वर्ष भइसक्यो है 2 वर्षमा के चेन्जेस पाउनुभयो लाइफमा मैले आफ्नो जीवनमा अनुशासन सिकेँ अनि अरूलाई सहयोग गर्न सिकेँ यस्तै कुराहरू सिकेँ अनि यस्तै साथीभाइहरूसँग जाँदाखेरि कतिको रमाइलो हुन्छ रमाइलो हुन्छ धेरै रमाइलो हुन्छ नि साथीहरूसँग जाँदा है रमाइलो हुन्छ नि अब कहाँ गइराख्नु भएको थाहा छ कि नै थाहा छैन यो तपाईँलाई कस्तो मेमले चाहिँ टास्क दिइराख्नु भएको छ कि हो हजुर हाम्रो हाइकिङ र ट्रेकिङको आफै बाटो पत्ता लगाएर जाने पर्ने भन्ने म्यामले भन्नुभएको छ जस्तो तपाईँले त्यहाँ लगेर कहाँ लगेर छोड्नुहुन्छ अनि तपाईँ चाहिँ आफ्नो लाइफमा कहिले कसो इमर्जेन्सी केही पऱ्यो भने तपाईँ आफै सर्भाइभ कसरी गर्ने भन्ने विषयमा त हो हामी हराइहाल्यौँ भने हामी कसरी बस्ने कसरी के गर्ने भनेर म्यामले हामीलाई एउटा ट्रेनिङ दिँदै हुनुहुन्छ होइन अनि अहिले कति वर्ष पुग्नुभयो म 13 वर्ष कम्प्लिट भयो तपाईँ जस्तो सानो उमेरका बच्चाले यस्तै सिकिरहेको छ होइन अनि जस्तो तपाईँहरूको जस्तो यङ कति स्काउट बुझेकै छैन नि ती नानीहरूले के भन्न चाहनुहुन्छ तिनीहरूले पनि सिक्नुपर्छ आफ्नो जीवनमा स्काउटहरूले सिक्नै पर्ने कुरा हो यो सब चाहिँ अनुशासनहरू अनि सहयोग गर्ने हाम्रो कर्तव्य नै त्यही हो है धेरै धेरै धन्यवाद हामीलाई अनि बाबुको नाम के हो मेरो नाम चाहिँ प्रशान्त बिके हो हजुर प्रशान्तजीको अनि एमपी स्कुलदेखि नै होइन सबै हामी सबै एमपी स्कुलकै सदस्यहरू हजुरलाई चाहिँ मेमले टास्क दिनुभएको छ नि कहाँ जानु लाग्नु भएको छ भनेर हामी टास्क दिँदै हामी स्कुलबाट नै टास्क दिँदै यहाँ कारकादोसम्म हामीले बाटो पत्ता लगाउँदै आयौँ अनि गर्ल्सहरूको ग्रुप उताबाट हाम्रो बोइज ग्रुपहरू यताबाट अब बाटो पत्ता गर्दै हामी यहाँसम्म आइपुग्यौँ अब यहाँदेखि नै अब त्यस्तै गरेर कहाँसम्म लगाउँछ यो आजको मात्र कार्यक्रम हो आजको मात्र साँझ कि फर्किनुहुन्छ अनि तपाईँहरूले कहाँ लगेर छोडिदिनुहुन्छ त्यसो तपाईँले कसरी चाहिँ आफूलाई सर्भाइभ गर्ने होइन कसरी बाँच्नको लागि के गर्ने भन्ने कुराहरू त सिक्ने त होला होइन त्यही हो अब आफू कसरी बस्ने र अरूलाई पनि कसरी बचाउने भन्ने होइन व्यक्तिगत पनि कसरी चाहिँ हामी चाहिँ सुरक्षित रहन सक्ने समाजलाई र देशलाई पनि कसरी सेवा गर्न सक्ने भन्ने विषयमा सिकाउनुहुन्छ स्काउट छ भनेपछि त्यो आर्मीमा पनि जान सक्छ त्यही तालिमबाट मतलब त्यही अब हामीलाई सिकाइरहेछौँ त्यही पछि हामी आर्मीमा केही ट्रेनिङ लिँदाखेरि त्यो ट्रेनिङमा हामी त्यही अब पहिल्यैदेखि स्काउटमा थियौँ आर्मी भइगयौँ अब त्यो आर्मीमा जाँदाखेरि नै केही कुरा पहिल्यैदेखि सिकेछौँ भने चाहिँ त्यसमा काम लाग्ने तपाईहरु पनि एउटा चाहिँ जुनियर आर्मी जस्तै हो जुनियर स्काउट अब स्काउट भयो नि अब स्कुलको
पहिलाको स्कुल कस्तो थियो र अहिलेको स्कुल कस्तो छ भन्न खोजेको स्कुलमा आएर धेरै कुरा सिकिन्छ नि। धेरै कुरा पनि सिकियो अनि धेरै स्कुलमा अब प्राय स्कुलमा स्काउट छन् कुनै कुनै स्कुलमा नहोला त्यो अब हुनु पर्यो। म चाहिँ भित्र बसिरहेको थिएँ तपाईँले यहाँ देखेर म आएको होइन। किन आयो भन्दा मलाई खुसी लाग्यो क्या तपाईँहरू जस्तो बच्चाहरू चाहिँ अहिले साना साना नानीहरू चाहिँ कति चाहिँ होइन लागु औषधमा लागेका छन् बिग्रेको छ होइन। अनि तपाईँहरू जस्तो बच्चाहरू चाहिँ यो आफूलाई एउटा चाहिँ भनौँ एउटा चाहिँ कसरी चाहिँ सेवा गर्ने नैतिक शिक्षा होइन कसरी अनुशासित रहने भन्ने विषयमा चाहिँ स्काउटमा सिकाउँछ नि। अनि पहिला पहिला हाम्रो पालामा चाहिँ स्काउट अनिवार्य हुन्थ्यो होइन धेरै ठाउँमा थाहा पाइन्थ्यो। अहिले धेरै पछि तपाईँले देख्दा अत्यन्तै खुसी लाग्यो कि अहिले चाहिँ धेरै ठाउँमा छ स्काउट। धेरै ठाउँमा भएपछि जस्तै जिबिएन स्कुल अनि अरू कुन स्कुलमा छ कोल खजुरा अनि त्यसपछि कोलपुर त्यो गोर्खामा पनि भइसक्यो। प्राय स्कुलमा बोर्डिङदेखि स्कुलमा देखेका छौँ। अब देखिँदाखेरि भने चाहिँ रनिङ सिल्ड भएको जब रनिङ सिल्ड स्टार्ट भएको टाइममा त्यतिखेर हामीले अरू स्कुलका विद्यार्थीलाई पनि हेरेको थियौँ स्काउटले आफ्नो धर्म निभाइरहेको। एकदम खुसी लाग्यो। देशको सेवा चाहिँ गर्नुपर्छ होइन होइन आफ्नो पहिला सुरुमा आफू व्यक्तिगत सेवा गर्ने समाजको परिवारको सेवा गर्ने होइन समाजको सेवा गर्ने देशको सेवा चाहिँ गर्नुपर्छ होइन। एकचोटि हामी जन्मिसकेपछि हामी अनिवार्य मर्छौँ होइन तर देशको सपूत भएर केही काम गरेर मर्ने हो मान्छे जन्मेको भनेकै केही कुरा गर्नलाई यो व्यक्तिले यो काम गरेको थियो हो इतिहासमा नाम राखेर चाहिँ जानुपर्छ होइन र यही कुरा त हो नि। अनि नैतिक शिक्षा हुनुपर्छ अनुशासन हुनुपर्छ। विद्यार्थी त भविष्य कर्णधार भन्छ नि त्यस्तो गरी पनि अब काम गरेर कर्णधार हामी पनि अब भविष्य कर्णधार नै कतिपय युवा भाइ बहिनीहरूले म के हो मेरो पोटेन्सियल मतलब मेरो शक्ति कति छ होइन हामीसँग ऊर्जा कति छ हामी धेरै कुराहरू गर्न सक्छौँ भने बुझेका हुँदैनन् कि होइन। प्रायले बुझेका हुन्नन् तिनीहरूलाई हामीले अब कोहीले बुझेको मान्छेले बुझाउँदा नि हुन्छ। अब उसले कोहीबाट सिक्छ अनि उसले फेरि पछिको युवाहरू ऊबाट सिक्छ र एकदम एनर्जीसँगै जोडले ल है युवाको एनर्जी तिम्रो जेएनजी हो ल जेएनजीको एनर्जी हेर्नुपर्छ है। ल स्काउटको गाना है रेडी हुनुहुन्छ नि रेडी हुनुहुन्छ ल एकचोटि मेम ल एकचोटि रेडी गर्नु 1 2 3 स्काउट गीत सुरु। राष्ट्र भक्त कर्म भक्त म स्काउट नेपाली हसिलो चेहरामा सधैँ रसिलो मिठो बोलीले हसिलो चेहरामा सधैँ रसिलो मिठो बोलीले म बढ्छु सेवामा बलियो पाइला उचाली धनी गरिबको उच्च नीच हिँड्छु सबलाई अगाडि राष्ट्र भक्त कर्म भक्त म स्काउट नेपाली इमान धर्म साथली मानवताको नाताली इमान धर्म साथली मानवताको नाताली म बढ्छु विश्व सेवामा बलियो पाइला उचाली हो भने यदि तयार छु म हर घडी राष्ट्र भक्त कर्म भक्त म स्काउट नेपाली स्काउट स्काउट क्लब स्काउट पंच क्लब। थ्याङ्क यू धेरै धेरै धन्यवाद। राम्रोसँग आफ्नो टास्क पुरा गर्ने है रमाइलो गर्ने है। ल मैले तिमीहरूको चाहिँ ब्लग हालिदिन्छु मङ्गल जिया भन्ने ब्लग छ हेर्ने है हाल्ने र मोटिभेट हुन्छ है सबै है। ओके बाई बाई थ्याङ्क यू। उहाँको सम्मानको लागि स्काउट ताली। धन्यवाद थ्याङ्क यू बाई बाई। ल धेरै धेरै रमाइलो भयो एकदम बच्चा बच्चीहरूसँग। यो बच्चा बच्चीहरू मन एकदम शुद्ध हुन्छ कि होइन देशको भक्तको लागि होइन भाइ होइन। अनि भाइ बहिनी